राजा अमेरिकामा सिपेज किन्न गएका थिएनन्। अमेरिकाले नेपाललाई देशै मान्न तयार थिएन। रुसले त नेपाल भारतकै हिस्सा हो भनिरहेको थियो। चीनले सगरमाथा आफ्नो दाबी गरिरहेको थियो। त्यो बेलामा राजा सबै देशमा गएर कोल्ड वारको बेला थियो त्यो। आफ्नो देश नेपाल पनि एउटा देश हो भनेर संयुक्त राष्ट्र सङ्घमा दर्ता गराउन सफल भएका थिए। राजाकै कारण नेपाल भन्ने देश दर्ता भएको कुरा त राजाका विरोधीले पनि स्वीकार गर्छन्। यदि देश नेपाल नभए भने के हुन्थ्यो र? भारतमा मिसेको भए रेल चढ्न पाइन्थ्यो भन्ने किसिमको मदन राई टाइपको सोच छ भने त केही पनि भन्नु परेन। होइन भने भारतको दोस्रो दर्जाको नागरिक हुनु परेन। जसरी कश्मीरमा आगो बलिरहेको छ, जसरी मणिपुरमा चाहिँ विध्वंस भइरहेको छ, त्यो हामीले खेप्नु परेन भन्ने किसिमको गर्व लाग्छ भने राजा महेन्द्रले यतिको गुण चाहिँ हामी नेपालीलाई लगाएकै हुन्। यो कुरा विकट गाउँहरूमा झाडापखालाले मान्छे मर्थे एकदमै गाह्रो थियो भन्ने कुरा। तराईमा औलोले मान्छे मर्थ्यो। अमेरिकाबाट सहयोग ल्याएर त्यो औलो निवारण गरेर तराईमा बस्ती बसाएका पनि राजाले नै हुन्। राजालाई पनि यो कुरा थाहा थियो आफ्ना देशका जनता कसरी मरिरहेका छन् भन्ने कुरा। राजा महेन्द्रले चीनसँग बाटो खोल्दाखेरि भारत रिसाएको थियो। तपाईँहरू जसको हली भएर बस्नुभएको छ नि, ती सबै नेताहरू तात्तेका थिए महेन्द्रदेखि। अमेरिकाले स्पष्टीकरण सोधेको थियो माओको देशसँग किन बाटो खोलेको भनेर। त्यतिखेर साम्यवाद मोटर चढेर आउँदैन भनेर राजाले अमेरिकालाई जवाब दिएका थिए र हट गरेर त्यो बाटो खोलेको थियो। अहिलेको नेताहरूले त्यस्तो गर्न सक्दैन। त्यति जस चाहिँ उनलाई दिनुपर्छ। बाटो खोल्ने सवालमा छ नि, राजाले जति बाटो खोले त्यही बाटोमा अहिले मोटर गुडेको हो कि। अलि ठुलो बनाइ होला ऋण ल्याइ, तर सबै पूर्वाधार चाहिँ राजाकै पालामा बनेको हो। त्यतिखेर पहाडमा बाटो लान हुन्न भनेर राजाले भनेका थिएनन्। पहाडमा बाटो लानकै लागि उनले अमेरिकादेखि, चाइनादेखि, भारतदेखि विद्वानहरूलाई ल्याएका थिए। सबैले के सल्लाह दियो भने अहिले यो ठाउँमा बाटो बनाउनको लागि गाह्रो छ, बजेटले पनि पुग्दैन र उपकरणहरू चाहिन्छ नि त, ठुल्ठुलो रुख ढाल्ने त्यस्तो किसिमको मिसिन त्यतिखेर विश्वमै बनेको थिएन। अनि नेपालले चाहिँ कहाँबाट लिएर आएर बनाउने त? त्यसकारण उनीहरूले सल्लाह दिए अहिले सम्म ठाउँमा बनाऊ भनेर पूर्व पश्चिम राजमार्ग राजाले बनाएका हुन्। त्यो किन बनाए त भन्दाखेरि आफ्नै देशमा जान पनि अर्काको देश भएर जानु पर्थ्यो। तराईमा औलो थियो, त्यो औलो निवारण गरेर तराईमा बस्ती बसाउने काम पनि राजाले गरे र सबै नेपालीहरू एक ठाउँमा ल्याउने काम गरे। पूर्व पश्चिम राजमार्ग त्यो हिसाबले बनायो। अहिले आवतीजीहरू त्यो बनाएको राजमार्ग अहिले नाप्नुहुन्छ, त्यो यताबाट घुमाउनु पर्थ्यो उताबाट घुमाउनु पर्थ्यो भने आफूले बनाएको भए हुन्थ्यो नि त। माओवादी कालमा तपाईँले भन्ने गर्नुहुन्छ राजाको पालामा त गोरेटो बाटो थियो, बाँदर लड्ने भिड थियो भने त्यो गोरेटो बाटो पनि माओवादीले भत्काएर हिँड्थ्यो। त्यो झोलुङ्गे पुल पनि माओवादीले काटिदिन्थ्यो। बाटो आयो भने आर्मी गाडी चढेर आउँछ भनेर भन्थे माओवादीहरू।